केटी मात्रै ल्याउँछस् भन्नेलाई भोजराज थापाले दिए मुखभरिको जवाब। चर्चित पत्रकार भोजराज थापाले केटी मात्र ल्याउँछस् भन्नेहरूलाई मुखभरिको जवाब फर्काएका छन्। उनले नवगायिका रेखा पोखरेलसँग रुकुमका एकजना युवालाई पनि गीत गाउने अवसर दिएका छन्। रेखा पोखरेललाई गीत रेकर्डको लागि काठमाडौँ ल्याउँदा सामाजिक सञ्जालमा विवाद भइरहेका छन्। रेखा रुँदा आँसु पुछिदिएर अङ्गालो मारेपछि पत्रकार थापा विवादमा तानिएका हुन्। सामाजिक सञ्जालमा केहीले थापा र रेखालाई नराम्रो आरोप लगाएका छन्। पत्रकार थापाले जहिले केटी मात्र ल्याउँछ, केटालाई अवसर दिएन जस्ता टिप्पणी आएका थिए। सँगै रेखालाई ब्याड टच गर्यो भन्दै आलोचना गरेका छन्। जबकि थापाले रेखालाई पवित्र मनले बहिनी मानेर आँसु पुछिदिएका छन्। दाजु बहिनीको पवित्र सम्बन्धमा गलत आरोप लगाएर खुट्टा तान्न खोज्नेहरूको बीचमा पनि रेखा आफ्नो सङ्गीत यात्रालाई निरन्तर दिइरहेकी छिन्। उनले केही दिनमै धेरै गीत रेकर्ड गरिसकेकी छिन् र उनका गीत सबैले मन पराएका छन्। पत्रकार थापाले रेखासँगै रुकुमका एकजना युवालाई पनि अवसर दिएका छन्। उक्त युवाको स्वर पनि निकै मिठो छ। रेखा र ती युवाको गीत छिट्टै बजारमा आउने पत्रकार थापाले उल्लेख गरेका छन्।